हेलो गाइज वेलकम टू अनदर भिडियो। मैले सधैँभरि चाहिँ हर भिडियोमा क्रिकेट सम्बन्धी जानकारी गराउँथेँ भने आज पनि क्रिकेट सम्बन्धी जानकारी गराउँदैछु। यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि हाम्रो फेसबुक पेजलाई फलो गरिदिनु होला, साथै युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। यस्तै नयाँ नयाँ भिडियो लिएर आउनेछु मैले हजुरमा। र आज मैले T20 वर्ल्ड कप 2026 को बारेमा डिस्कस गर्नेछु। T20 वर्ल्ड कप 2026 को लागि चाहिँ नेपाली टिम अहिले मुम्बईमा ट्रेनिङमा रहेको छ र मुम्बईमा ट्रेनिङ रहँदा चाहिँ नेपालको त्यहाँको सेड्युल के छ हैन, त्यहाँ घरेलु टिमसँग खेल्छ कि खेल्दैन, कतिपयलाई थाहा छ भने कतिपयलाई थाहा छैन। धेरै जसोलाई थाहा छैन है यो कुरा। अलिकति म तपाईँहरूलाई थोरै नयाँ कुरा दिउँ भनेर चाहिँ म आएको छु। नेपालले चाहिँ मुम्बईमा रहेर अहिले ट्रेनिङ जुन सर्ट पिच बलमा चाहिँ नेपाली प्लेयरहरू फटाफट आउट भएका थिए श्रीलङ्काका म्याचमा पनि, त्यो श्रीलङ्का सँग भएको म्याचमा पनि। अनि सर्ट पिच बलको लागि चाहिँ नेपाली टिमका हेड कोच स्टडलरले एकदम कडा ट्रेनिङ दिएका छन् र नेपाली ब्याट्सम्यानहरूले पनि एकदम सर्ट पिच बलमा आउट हुने जुन छ नि, तिनीहरू धेरै जसो आउट हुन्थ्यो नि, हो त्यो चाहिँ अलिकति कडा रूपमा मेहनत गरिरहेका छन् त्योबाट बाँच्नको लागि। र नेपाललाई मुम्बईमा पनि एउटा छुट्टै ग्राउन्ड दिएको छ ट्रेनिङ गर्नका लागि BCCI-ले हैन। र नेपालले अब मुम्बईमा रहँदा चाहिँ कुन घरेलु लिग टिमसँग चाहिँ कतिवटा म्याच खेल्छ त नेपालले मुम्बईको घरेलु डोमेस्टिक टिमसँग चाहिँ 2टा म्याच खेल्नेछ, जुन 29 जनवरी र 31 जनवरीको चाहिँ नेपाललाई 2टा म्याच दिएको छ, जुन घरेलु टिम मुम्बईसँग खेल्नेछ डोमेस्टिकको। र यो एकदम प्लस पोइन्ट पनि हो नेपाललाई। BCCI-ले एउटा छुट्टै ग्राउन्ड पनि दिएको छ हैन, र मुम्बईको घरेलु टिमसँग पनि म्याच खेल्न पनि मौका पाएको छ नेपालले। तर होमअप म्याचमा चाहिँ अलिकति नेपालको थोरै कमजोर देखियो भन्ने हुन्छ हैन, जुन अब अलिकति एसोसिएट राष्ट्रसँग दिइयो, किन चाहिँ टेस्ट राष्ट्रसँग दिएन भन्दा धेरै प्रश्न आएको थियो। ICC-ले चाहिँ सेड्युल बनाएर चाहिँ नेपालको होमअप म्याच चाहिँ क्यानाडा र UAE-सँग मात्र पारिदिएको छ हैन। नेपालको म्याच चाहिँ अलिकति टेस्ट राष्ट्रसँग छ र एसोसिएट राष्ट्रसँगै खेलाउने भनेको अलिकति थोरै हेपिएको भनेर धेरै प्रश्न उठेका छन् युट्युबरदेखि लिएर मिडियामा पनि। अब के हुन्छ भने अब ICC-ले नियम बनायो, सेड्युल बनाएको हुन्छ, सेड्युल अनुसार नै खेल्नुपर्ने हुन्छ। देख्नुभयो ICC-को कुरा नमान्नाले बङ्गलादेश बाइकट भयो T20 वर्ल्ड कप 2026बाट। बङ्गलादेशको ठाउँमा स्कटल्यान्ड आयो। नेपाललाई सहज छ कि नेपाललाई, किनकि सुपर 8मा पुग्न एकदम सहज छ नेपालले जित्नु सक्ने धेरै चान्स छ, किनकि इटली र स्कटल्यान्ड छ नेपालको टेबलमा हैन। जुन ग्रुपमा नेपालले स्कटल्यान्ड र इटलीलाई हरायो भने त सुपर 8 को यात्रा एकदम सहज छ नेपाललाई, किनकि बङ्गलादेश बाहिर हो नि त। बङ्गलादेश बाहिरिनाले नेपाललाई प्लस पोइन्ट पनि छ एउटा। र के छ भने अनि नेपाली ब्याट्सम्यानले अलिकति कम सर्ट बलमा चाहिँ धेरै आउट हुने गरिरहेका छन्। त्यसलाई चाहिँ अलिकति सुधारका लागि चाहिँ स्टडलरले एकदम कडा ट्रेनिङ दिइरहेका छन् मुम्बईमा। जुन देख्न सक्नुहुन्छ तपाईँहरूले, हाम्रो ट्रेनिङ पनि राम्रो एकदम मेहनत गरिरहेका छन् नेपाली प्लेयरहरूले पनि। अब नजिकै छ मात्र 12 दिन जति छ T20 वर्ल्ड कपको लागि। हेरौँ नेपालले कस्तो प्रदर्शन गर्छ, या सुपर 8मा पुग्छ है पुग्दैन हैन, यो पनि अलिकति हामीले सोच्नुपर्ने कुरा छ। र एसोसिएट राष्ट्रसँगै दियो होमअप, किन टेस्ट राष्ट्रसँग नेपाललाई यति टेस्ट राष्ट्रसँग दिएको भए नेपाललाई पनि एउटा प्लस पोइन्ट हुन्थ्यो, किनकि नेपालले पनि राम्रो प्रदर्शन गर्न सक्थ्यो। एउटा प्लस पोइन्ट भनेको त्यहाँबाट धेरै कुरा सिक्न सक्थ्यो कि नेपालको म्याच के भने इङ्ल्यान्डसँग छ। इङ्ल्यान्ड एकदम टेस्ट राष्ट्र हो र इङ्ल्यान्ड एकदम 2चोटि वर्ल्ड कप विजेता पनि हो कि, T20 वर्ल्ड कप च्याम्पियन पनि हो 2चोटि। अनि नेपालले कस्ता बोलर फेस गर्नुपर्ने छ, जोफा आर्चर, इङ्ल्यान्डको स्क्वाडमा जोफा आर्चर पनि छन्, त्यस्ता बोलरहरू फेस गर्नुपर्ने हुन्छ है नेपालले। जोफा आर्चर, अदिल रसिद, मार्क वुड जस्ता प्लेयरहरूलाई चाहिँ फेस गर्नुपर्ने हुन्छ। तिनीहरू बोलरहरूले एकदम खतरनाक बोलर हुन् इङ्ल्यान्डका हैन। त्यही भएर अलिक सर्ट पिचमा चाहिँ अलिकति ध्यान गरिदिनु होला भन्न चाहन्छु म नेपाललाई। थ्याङ्क्स फर वाचिङ।